नमस्ते दाई। हजुर नमस्ते। हजुरको शुभ नाम? मेरो पेम्बा लामा। हजुर अघि के भन्दै हुनुहुन्थ्यो हजुरले? यहाँ चाहिँ आज तपाईँहरू दुईजना आउनुभएछ, धेरै खुसी लाग्यो यो ठाउँ घुमेर हिँड्नुभएछ। हजुर। अनि अर्को कस्तो भने यो घुम्ने ठाउँ भने चाहिँ मेरो विचारले चाहिँ अलिकति टाइम निकालेर अनि घुम्दाखेरि पनि घुम्नेको रमाइलो होस्। कुनै कुनै साथीहरू चाहिँ कस्तो देख्यो भन्दाखेरि चाहिँ काठमाडौँ आउँदाखेरि एकदम हतार गरेर अनि माथि पुगेर अझै घर पुग्ने अनि हिँड्दाखेरि पनि यहाँनिर कति मान्छे बिरामी भएर पनि हिँड्ने त्यस्तो पनि देख्यो हामीले। अलिकति आफ्नो जिउलाई पनि अनि रिल्याक्स गरेर हिँड्यो भने चाहिँ बाटोमा हामी थाक्दैन होइन। बाटोमा पनि आनन्द त्यो वरिपरिको त्यो सिनहरू पनि राम्रोसित निहाल्नु पायो नि त। त्यसले गर्दा चाहिँ हामी बिस्तारै ट्राभल गर्दै गयो भने अनि यहाँ आउँदाखेरि यहाँतिर अब काठमाडौँबाट यता छुम्दीतिर आइपुग्ने, देउरालीतिर आइपुग्ने अनि त्यसपछि नौसम खर्कातिर हुँदै 5 बजे गरेर 2-3 दिन गरेर मजाले हिँड्नु पायो भने यो ठाउँको एउटा छुट्टै अब इतिहास पनि छ होइन। त्यो चिजहरू बुझ्दै यो ठाउँको वरिपरिको सुन्दरता हेर्दै अनि हिँड्यो भने चाहिँ अझै राम्रो हुन्छ जस्तो लाग्यो। कुनै साथीहरू चाहिँ कस्तो देख्यो भने काठमाडौँबाट आउनुहुन्छ एकदमै हतारमा आउनुहुन्छ, 3 दिनमै अनि टुरसितै जानुहुन्छ, तर भरि घरमा पुग्दाखेरि 2 दिन 3 दिन बिराम भएको त्यस्तो पनि हामीले त्यस्तोहरू पनि सुनेको छ। त्यसले गर्दाखेरि त्यस्तो नहोस्, आउँदाखेरि आनन्द गरेर आओस् अनि आनन्द गरेर जानुभयो भने अनि त्यो छुट्टै हामीलाई थाक्नु पनि थाक्दैन, बिरामी पनि हुँदैन अनि त्यो अब भनौँ न यो ठाउँको एउटा छुट्टै अब हामीले त्यो मेमोरी चाहिँ सधैँभरि बसिरहन्छ। अनि यो 5 पोखरी ट्रेल चाहिँ 5 पोखरी मात्र भनेर आउँछन् मान्छेहरू। अब जस्तै हामीले आज माथि देउराली होइन, हाम्रो बाजेले हामीलाई पुरै घुमाइदिनु भयो। माथि गुम्बा रहेछ, गुफा रहेछ। अनि यहाँ हामी धेरै जसोलाई थाहा छैन, अहिले चाहिँ 5 पोखरी मात्र भन्ने थाहा छ। अब यो बोताङमा आइसकेपछि सबभन्दा हाम्रो यहाँ बोताङमा यहाँ एउटा पेत्मा सम्भव हाम्रो बुद्धिस्टबाट चाहिँ पेत्मा सम्भव भन्छ होइन नेपालीबाट। उहाँको अनि एकदमै ठुलो गुफा, यहाँ नेचुरल गुफा छ, उहाँको गुम्बा छ, गुफा छ। हामी गएर आएको त्यही गुफा होइन। यो चाहिँ एकदम इतिहासमै अब पहिले अब गुरु रिम्पोछे पेत्मा सम्भव यो हेलाम्बुबाट आउँदाखेरि अनि यो ठाउँमा आउनु भएर यो ठाउँमा अध्ययन बस्नुभएको ठाउँ हो। त्यसले गरेर यहाँबाट अनि यो दर्शन गर्दै अनि माथि 5 पोखरी या त अथवा 5 पोखरीबाट आउँदाखेरि यही बाटोमा आउनुभयो भने त्यो बाटोकै छेउमा छ। अनि धेरै जसोले चाहिँ त्यो थाहा नै नहुँदो रहेछ, कोही तलबाट भाग्ने, कोही माथिबाट भाग्ने। तर त्यही बाटोको माथि छ, एकदम राम्रो छ। यहाँ पनि हाम्रो पहिलेदेखि नै एकदम किमबदन्ती भोगिएको ठाउँ हो। गुरु पेत्मा सम्भव भन्छ, उहाँको अध्ययन बस्ने ठाउँ हो, एकदम राम्रो छ। हजुर थ्याङ्क यू बाजे। बाजेले चाहिँ पहिला म आउँदाखेरि मलाई त्यसको बारेमा भन्नुभएको थियो, त्यही भएर हामी चाहिँ यो पालि चाहिँ सबै घुम्ने भन्दै नै आएको हो। बाजेले हामीलाई लगेर त्यही गुफाहरू देखाइदिनु भयो। हजुर तयारी हुन्छ। हजुर 2 वर्ष पछि आउनुहोस् अनि त्यहाँबाट फेरि नयाँ डिजाइन देख्नुहुन्छ। हजुर अहिले चाहिँ त्यो त गुम्बा राम्रोसँग बनिसकेको थिएन रहेछ होइन, अहिले अब बल्ल सुरु हुन्छ। अहिले त्यहाँ जग्गा पनि बनाएको छैन, अब त बल्ल सुरु हुन्छ। हजुर बाटो पनि बन्दै रहेछ। बाटो यसपालि बल्ल बाटो पुग्यो। यस्तो भएको छ हाम्रो यो मेन अहिले यहाँ नयाँ बाटो, सबै नयाँ बाटो खानेको छ बाटो। यसपालिदेखि यहाँ रोड आइपुगिसक्यो यहाँ माथि गुम्बासम्मै। अनि यसपालि चाहिँ अब हामीले यसपालिदेखि चाहिँ यो गुम्बा बनाउने प्रोसेस सुरु हुँदैछ। यो मेन यो बाटो आएको कारणै गुम्बाको लागि हो। अनि अब यसपालिदेखि लगभग यो गुम्बा अब हामी सुरु गर्ने भनेर हामी प्रोसेस चलिरहेछौँ। अब उहाँ बुवाले भन्नुभएको जस्तै अब 1-2 वर्षपछि चाहिँ हामीले तपाईँहरू आउँदाखेरि एक छुट्टै अनि फिल हुने हिसाबले चाहिँ हाम्रो अब यो गुम्बाहरू निर्माण हुनसक्छ होला जस्तो लाग्छ। थ्याङ्क यू। तपाईँहरूले पनि सुन्नुभयो होला। सो 5 पोखरी आउँदाखेरि चाहिँ छिम्तीबाट सिधै टुप्पी डाँडा जाने, चोकर डाँडा जाने, विच इज गुड, सक्नुहुन्छ भने त जानु होला। तर 1200 मिटरबाट आएर एकैचोटि 4100 जाने हतार नगर्नु होला, हेल्थले पनि दिँदैन। प्लस 5 पोखरी भनेको चाहिँ 5 पोखरी मात्र एकदम हुन्छ नि त्यो महत्त्व बोकेको ठाउँ होइन कि। यहाँनिर चाहिँ अझै धेरै ठाउँ रहेछ तल। अब अमिलो पानी भन्ने ठाउँ रहेछ, गुम्बाहरू रहेछ होइन। अब त्यो बिस्तारै एक्सप्लोर गर्नु होला। तपाईँहरू साँच्चैकै एक्सप्लोरर हो, ट्राभलर हो भने चाहिँ यो सबै ठाउँ घुम्नु होला। अनि होइन मलाई हतार छ भन्नुहुन्छ भने चाहिँ घरको भर्याङ हिँड्नु होला। किन भन्दाखेरि ट्राभलिङ भनेको चाहिँ डेस्टिनेसन मात्र होइन, होल जर्नी हो। 5 पोखरी भनेर मात्र नआउनु होला। 5 पोखरी वरिपरि पनि धेरै राम्रो ठाउँहरू रहेछ। धेरै हामीले चाहिँ त्यो अरै फिल गर्न सक्छौँ, हुन्छ नि त्यो डिफ्रेन्ट काइन्ड अफ पिस फिल हुँदो रहेछ। त्यहाँ धेरै के भन्ने शक्ति बोकेको ठाउँहरू पनि रहेछ। माथि अब पाथिभरा मन्दिर रहेछ होइन, मान्छेहरूलाई थाहै छैन। अब हामी चाहिँ आई थिङ्क वी गट लकी। हामी बिस्तारै हिँड्ने भएर हामीलाई बाजेले साथ दिनु भएर हामी चाहिँ पाथिभरा गयौँ। हामी त्यहाँ थापाजीको हवेली हेर्न पायौँ, हामीले पद्मसम्ममा गुफा हेर्न पायौँ, हामी त्यहाँ गुम्बा जान पायौँ होइन। त्यही भएर हतार चाहिँ नगरिदिनु होला। यो ट्रेलहरू चाहिँ
सिमी ट्रेलभन्दा बाहिर पनि अलिअलि एक्सप्लोर गर्नु भने एकदमै एनर्जी बोकेको एकदमै राम्रो ठाउँहरू रहेछ सो या Also, if you're looking for a spiritual journey, best place for a spiritual journey. यहाँ सबै ठाउँमा तपाईँले इनर्जी फिल गर्न सक्नुहुन्छ, भाइब्रेसन फिल गर्न सक्नुहुन्छ. Those who are looking for a spiritual journey, please come here. 2-4 दिन बस्नुहोस्. यहाँको पनि आन्तरिक पर्यटनहरू बढाइदिनुहोस् हैन. यहाँ ठाउँ पनि मान्छेहरू थाहा हुन्छ. Thank you.